प्रेम प्रणाम सम्पूर्ण सुन्दर साथीहरुमा। अहिले चाहिँ म यस हाम्रो बारीमा चाहिँ आएर घाम ताप्दै छु र हाम्रो यता सृजल मुडवरी भाइ हुनुहुन्छ, त्यस्तै गरी यता जागनी सखी हुनुहुन्छ। हाम्रो सृजल भाइलाई अहिले बारीको पाटामा आएर घाम तापिरहँदा कस्तो महसुस भइरहेछ? आनन्द, एकदमै आनन्द। आज स्कुल थिएन भाइको? थियो तर चाँडै आयो। अनि जागनी सखीलाई कस्तो लागिरहेछ घाम तापेर बस्दा? धेरै दिन पछाडि घाम देखिरहेछ अनि अत्यन्तै आनन्द अनुभव भइरह, त्यत्तिकै बसिरहेछु। सुन्दर साथजी, एकदमै आनन्द आइरहेको छ। र उतापट्टि चाहिँ हाम्री आमा चाहिँ दाउरा टिप्दै हुनुहुन्छ। सुन्दर साथजी, हजुरहरू पनि घाम ताप्ने भए आउनुहोस्। नुवाकोटको घाम अत्यन्तै आनन्दमय छ। हजुरहरू आउनु भएको बेला घाम तापेर यस्तै गरी बस्नुपर्छ है त। प्रणाम।